अनि सुन्नु न हजुर तपाईँ र तपाईँको साथी अनिस लास्टै मिल्नुहुन्छ है? हामी त केपी 12 प्रचण्ड कमरेड जस्तै हो नि। यस्तै ताल परे भने स्वर्ग पनि सँगै जाने हो। ल ल त्यस्तो दोस्ती छ नि हाम्रो। अनि तपाईँहरूको दोस्ती भएको कति वर्ष भयो त? अब हाम्रो दोस्ती भएको लगभग 30 वर्ष जति भयो नि। तपाईँको उमेर नै भर्खर 23 वर्ष भयो, दोस्ती चाहिँ कसरी 30 वर्ष भयो? अब यसो मिलाएर बुझ न, 30 र 23 लगभग त्यस्तै सुनिन्छ के। कहाँ गयो? अनि तपाईँहरू दुईजना त सँगै स्वर्ग जाने साथी भने होइन? के भएको? केही भएको छैन के, एकछिन रेडियोको फ्रिक्वेन्सी मात्रै बिग्रियो हो। अहिले स्यास्या गर्छ, एकछिनमा ठिक भइहाल्छ। जान्छ सँगै स्वर्ग। तँलाई त नर्क बढ्नु साला। तँलाई के भयो भन्न। के हुनु नि? तँ जस्तो गद्दार कुलङ्गारलाई मैले बेस्ट फ्रेन्ड सम्झेर बसिरहेको छु। छक्क। यो थुक तेरो मुखमा थुक्नु पनि भैमा थुकेर गल्ती गरेछु। मेरो साथी माई दोस्त कुरा चाहिँ के भयो पहिला त्यो भन्न। तेरो यो जिउमा ट्रेन बिच गड्बा कहाँबाट? जाब यति कुराको लागि यत्रो बिल्डम झन्डै मेरो मुखबाट बाहिर निस्क्यो। के नहोला भन् ठानेको त? त्यो त मैले उसलाई ट्रेन बिचबाट गिफ्ट दिएको हो के? ट्रेन बिचमा 500-700 को सेल आइरहेको रहेछ, उसलाई सस्तो भएर ल्याइदिएको नि। हजुर, ट्रेन बिचको सेलमा लेडिज एन्ड जेन्ट्सको 500